भ्रष्टाचार हामी गर्दैनौँ होइन। राज्यले दिएको सेवा सुविधा त्यो चाहिँ लिन्छौँ होइन, त्यो चाहिँ लिन्छौँ। राज्यले दिएको सेवा सुविधा के अनुसारको सेवा सुविधा त्यो चाहिँ लिन्छौँ। त्योभन्दा उता उपरान्त कुनै व्यापारीबाट पैसा लिने होइन, दलालबाट पैसा लिने, ठेकदारबाट पैसा लिने, अनि विभिन्न खालका चाहिँ किन बेचेर सौदाबाजीमा जाने, पार्टीको तपाईँको चाहिँ के अरे होइन नेतृत्वले भनेअनुसारको चाहिँ आज्ञा पालना नगरेर फ्लोरको क्रस गर्ने भन्छ है, त्यो गर्ने विश्वासघात गर्ने हामी 7 जनाबाट हुँदै हामीलाई त्यहाँ पुर्याउने जिम्मा, त्यहाँ पुर्याउने दुःख, त्यहाँ पुर्याउने उसको लागि हामी आफै मात्रै गरेर 7 भोट लिएर कुदेर गएको होइन। ती सारा 3 लाख कति के अरे आएको छ हाम्रो उसमा पनि लगायतका ती सम्पूर्ण मतदाताहरूले त्यहाँ हामीले पुर्याउनु भयो। त्यसको कारणले ती सम्पूर्ण मतदाताहरू, ती श्रमदाताहरू, त्यो तपाईँको चाहिँ सबैलाई शिरमा राखेर शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।